नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले सायद हामी सबैलाई अलिकति झस्काउँछ। खासगरी नेपालको अहिलेको परिस्थिति, भर्खरै देखिएको युवा पुस्ताको आन्दोलन र राजधानीबाट सुकुम्बासी बस्ती हटाउने सरकारको कदम। हामी यी घटनाहरूलाई लिएर कुनै पक्ष वा विपक्षमा वकालत गर्ने छैनौँ, तर सडकमा जे भइरहेको छ नि त्यसको एउटा निष्पक्ष विश्लेषण पक्कै गर्नेछौँ। यसले राज्य, नागरिक र हाम्रो आफ्नै सोचमाथि केही गम्भीर प्रश्नहरू खडा गर्नेछ। अब सिधै विषयवस्तुमै जाउँ। यहाँ एउटा एकदमै अचम्मको विरोधाभास छ। एकातिर हेर्नुस् त, ठिक 6 महिना अगाडि राज्यले आफ्नै सम्पत्ति जोगाउन घातक बल प्रयोग गर्यो, जहाँ दुःखद रूपमा मान्छेको ज्यान समेत गयो। अनि आज त्यही राज्यले फेरि आफ्नो सम्पत्ति फिर्ता ल्याउन नागरिकहरूलाई उनीहरूको वासस्थानबाट धपाइरहेको छ। तर अचम्मको कुरा के छ भने यी दुवै फरक र कठोर कदमहरूको पछाडिको मुख्य कारण एउटै छ, त्यो हो राज्यको सम्पत्तिको रक्षा गर्नु। यसले हामीलाई हाम्रो विश्लेषणको पहिलो भागमा ल्याउँछ, मूल म्यान्डेटमाथिको बहस। यहाँनिर एउटा निकै गहिरो प्रश्न उठ्छ। साँच्चै सोच्ने हो भने सरकारको मुख्य जिम्मेवारी वा म्यान्डेट भनेको के हो? के यो केवल हाम्रो साझा भौतिक सम्पत्ति जस्तै जग्गा र भवनहरूको रक्षा गर्नु मात्रै हो, कि यसले आफ्ना नागरिकहरूको जीवन र उनीहरूको वर्तमानको पनि रक्षा गर्नुपर्छ? आखिर मानवीयता ठूलो कि राज्यको सम्पत्ति? यो प्रश्नले हाम्रो शासन प्रणालीको नैतिकतालाई नै च्यालेन्ज गर्छ। अब लागौं दोस्रो भागमा, परिवर्तन हुँदै गरेको सामाजिक दृष्टिकोण। यहाँ समाजको कस्तो अनौठो दोहोरो चरित्र देखिन्छ भने नि, हिजो जसले गोली चल्दा मानवीयता नै सबथोक हो भनेर जोडतोडले वकालत गरेका थिए, आज उनीहरू नै सुकुम्बासी हटाउँदा राज्यको सम्पत्ति जोगाउनुपर्छ भनेर उभिएका छन्। अनि अर्कोतर्फ हिजो राज्यले गरेको हिंसालाई ठिकै हो नि भनेर सामान्यकरण गर्नेहरू आज अचानक तिनै विस्थापित सुकुम्बासीहरूको मानवाधिकारको कुरा गर्दैछन्। समाजमा विचारहरू यसरी रातारात परिवर्तन भएको देख्दा साँच्चै नै आश्चर्य लाग्छ। यसै सन्दर्भमा अब कुरा गरौँ तेस्रो भागको, दर्शकको विशेषाधिकार। एउटा कुरा तपाईँले याद गर्नुभएको छ, यी जति पनि बहसहरू भइरहेका छन् नि, चाहे त्यो राजनीतिक चालबाजी होस्, बौद्धिक विलासिता होस् या सामाजिक सञ्जालका लामा टिप्पणीहरू, यी सबै सडकको किनारमा बसेर भइरहेका छन्। मुख्य कुरा के हो भने गोलीकाण्ड होस् वा बस्ती खाली गराउने कदम, ती दुवै घटनाका वास्तविक पीडितहरू यी कुनै पनि बहसमा सहभागी नै छैनन्। उनीहरू त कतै परै छन्। एकातिर ती प्रभावित र पीडित व्यक्तिहरू छन् जो हिजो पनि आफ्नो ज्यान बचाउन सङ्घर्ष गर्दै थिए र आज पनि आफ्नो दैनिक घाँसबासकै लागि सङ्घर्षमा व्यस्त छन्। तर अर्कोतिर किनारमा सुरक्षित दूरीमा बसेका दर्शकहरूले भने यी सङ्घर्षहरूलाई एउटा मनोरञ्जन वा चिया गफको विषय बनाइरहेका छन्। एउटा वर्ग बाँच्नकै लागि दिनरात लडिरहेको छ भने अर्को वर्ग फुर्सदमा बसेर त्यही लडाईँको बौद्धिक विश्लेषण गरिरहेको छ। यो कुरालाई स्रोतका लेखक आफैले पनि एकदमै इमान्दारिताका साथ स्वीकारेका छन्। उनी भन्छन्, यो मैले बिहानको 6 बजे ओछ्यानमा ढल्किएर छेउमा चिया खाँदै लेखेको हो। यसले हामीलाई एउटा कडा आत्ममूल्याङ्कन गर्न बाध्य बनाउँछ। के हामीले सामाजिक सञ्जालमा गर्ने यस्ता टिप्पणी र बहसले सडकमा रहेका वास्तविक पीडितहरूलाई साँच्चै केही मद्दत गरिरहेको छ त? या यो केवल हाम्रो आफ्नै व्यक्तिगत मनोरञ्जन मात्र हो? र यसले हामीलाई हाम्रो अन्तिम भागमा ल्याइ पुर्याउँछ, जीवनका अपरिहार्य लडाईहरू। यी सबै घटनाक्रम र विमर्शलाई अलि टाढाबाट हेर्ने हो भने अन्ततः सबै कुरा एउटै विश्वव्यापी सत्यमा आएर ठोक्किन्छ, लाइफ इज नट फेयर, अर्थात् जीवन निष्पक्ष छैन। यो एउटा यस्तो तीतो सत्य हो जसले हामीलाई सम्झाउँछ कि जीवन आफैमा एउटा निरन्तर चलिरहने लडाई हो। ढिलो वा चाँडो हामी सबैले आफ्नो भागको लडाई लड्नै पर्छ। साँचो कुरा के हो भने अरूको दुःख र सङ्घर्षमाथि टिप्पणी गर्ने यो जुन विलासिता हामीसँग छ नि, त्यो त्यतिन्जेल मात्र रहन्छ जतिन्जेल हाम्रो आफ्नै जीवनको अपरिहार्य लडाई सुरु हुँदैन। जबसम्म त्यो वास्तविक र व्यक्तिगत सङ्कट हाम्रो आफ्नै दैलोमा आइपुग्दैन, तबसम्म हामी सबै यसरी नै फुर्सदमा हुन्छौँ र अरूको लडाईलाई बाहिरबाट निहालेर बसिरहेका हुन्छौँ। त्यसैले आजको यो विश्लेषणको अन्त्यमा हामी एउटा निकै गम्भीर प्रश्न छाडेर जाँदैछौँ। तपाईँ आफै सोच्नुस् त, हाम्रो आफ्नै लडाई सुरु नहुन्जेलसम्म के अरूको यो वास्तविक र दर्दनाक सङ्घर्ष हाम्रो लागि केवल एउटा मनोरञ्जन र बौद्धिक विलासिताको साधन मात्र हो त? हामी दर्शकको रूपमा आखिर कहाँनेर उभिएका छौँ? यसमा पक्कै विचार गर्नुहोला।